हेलो, आज चाहिँ चिकन पुलाउको साथमा रायता बनाउनु लागेको मैले। पहिला चाहिँ रायता बनाएर रेडी गर्छु अनि त्यसपछि मात्रै चिकन पुलाउ सुरु गर्छु भनेर रायताको लागि काँक्रा हालेँ। अनि त्यसपछि यो चाहिँ अनारको दाना अनि प्याज, टमाटर, खोर्सानी चाहिँ धेरै हुन्छ भनेर निकाल्न खोजेँ, फेरि ठिकै हो त्यति 2टा खोर्सानी त काटेको थिएँ। अनि त्यसपछि गाजर पनि काटेर राखेको थिएँ, गाजर। अनि त्यसपछि मसलामा चाहिँ चाट मसला, धुलो खोर्सानी, नुन अनि बिरे नुन, अनि त्यसपछि चाहिँ जिरा, भुटेको जिराको मात्रै मसला, जिरा मात्रै। अनि यसले चलाउनुको चाहिँ अप्ठ्यारो भयो। अनि त्यसपछि चिनी पनि 2 चम्ची हालेँ, सानो चम्मचको 2 चम्मच। अनि यसलाई चलाएर मजाले मिक्स गरेर अनि यसलाई फ्रिजमा एकछिन मैले चाहिँ त्यो फ्रिजमा राखिदिएँ। पुलाउ पाकिन्जेल यो फ्रिजमा हुन्छ, चिकन पुलाउ पाकिन्जेल। रायता त त्यस्तो गाह्रो छैन, सजिलै छ, मिठो पनि हुन्छ यो एकदमै, अझै मिठो लाग्छ मलाई त। अब पुलाउ सुरु गर्छु पकाउन।